तेरो जबरजस्ती सब्सक्राइब गर्न प्रयासको हेरी अहिले कहाँसम्म पुगेछ भाषण दिन सक्नुहुन्छ हाम्रो स्पोन्सर बोय चाहिँ एनसी देखेछ के गर्दैछ त्यस्तोले त्यस्तोले के हान्दैछ के छ गाइजहरु आफ्टर लङ टाइम पछि म चाहिँ फेरि मिनी भ्लगमा जुटिसकेको छु होइन अनि के छ हाम्रो के भन्छ अन्त साथीभाइहरूको हालखबर सन्चै छ मलाई होइन अनि के छ हालखबर सुनाउँदो नानीको खबर के छ अनि म चाहिँ धेरै लामो समयपछि फेरि ब्याक भइसकेको छ आफ्नो टिकटक आइडीको आफ्नै सवारीको टिकटक आइडीको त यहाँ चाहिँ अब हाम्रो स्पोन्सर बोय देशवीर सरले पुरै चाउचाउ किनेर ल्याउनु भएको छ होइन अनि हाम्रो देशवीर सरले टक्क चाउचाउ रम्बा चाउचाउ किनेर लिएर आउनु भएको छ भने दिन सक्नुहुन्छ हाम्रो स्पोन्सर बोय चाहिँ एनसी देखेछ केटाहरू के साह्रो एनसी भयो हो तिम्रो हो माइ गड नै सबै आराम हुनुहुन्छ होला भन्ने लाग्दछ होइन अनि हाम्रो सरहरू चाहिँ बारी यता बस्न झारे अनि हाम्रो सरहरू चाहिँ पुरै रम्बा चाउचा खाएर बिचरा भोगले मर्नै लाग्थ्यो बिचरा हाम्रो तालु सरलाई झन् अनि हाम्रो सर यता अनि के छ अनि के ठिकै छ र होइन अनि पारी चाहिँ राम्रो राम्रो तराउनेहरू आइरहेको छन् जा तेरो फोटो नदेखा त जुमै राम्रो छैन यसलाई यो भिडियो तैँले भन्दैमा हुन्छ तैँले भन्दैमा हुन्छ नि भने बाबु हुन्छ भन ल अनि अलिक कमेडी गरेर तेरो जबरजस्ती सब्सक्राइब गर्न प्रयासको हेरी अहिले कहाँसम्म पुगेछ जति त्यसो गर्नु पाइन र मैले गप्दा हो र साँच्चै दाजु सुराइन नि अलिक गफ लाग्यो गफ हाने जस्तो भयो कानलाई आमा पाएर राम्रो तर हेर ल ओ तालु बनाएर मलाई लाज लाग्यो ये फंस गया सीएम ओए बनाए बना दो कति राम्रो सोध्नु कति राम्रो ए भगवान् वास्तै छैन कस्तो मेरो यिनीहरू बाह्रै चिन्नु अन्त के हो र खोइ यता आएर त हुन्थ्यो एकचोटि फेरि हेलो अस्ति गरिदिनु के गर्ने र अब यस्तै छ होइन जिन्दगी तालुको लप परेछ तेरो पनि लप परेछ के हुन्छ त्यस्तो रातभरि रोने फोन गर्ने यो कस्तो मजा खालि काम छैन काज छैन फ्री फायर पट हान्नु सुत्ने अरू के काम छ र होइन छुट्टी पनि जान्छ 3 दिन हरान्छ दिउँसो पनि के नि अब आफ्नै करेसाबारीको टिकटक आइडीबाट करेसाबारीमा फलेको चाउचाउहरू खाँदैछ भने मेरो चाहिँ ल हाल्दो किटी चाहिँ फेरि देख्नु मानै हुन्न यार जता हेर किटी मात्रै छैन के हो र अनि टक्कलाई हामी सबै हाल्न टक्कलाई हामी चाहिँ भरतपुर गराउनुतिर अब यस्तो चल बल दिन गइरहेछ भन नदेखाने ल ठिक छ के छ ओ न्यु स्टार सर हाम्रो तपाईँ के हो र नि के हो हेलो हेलो सर हेलो सर ला मुली गाडी मेरो चाउचाउ गाडी यति कम यार के मैले खाइदिन्छु नि भन्नु
उपायले खाइदिएको मुली ल्याङ्न अरू नि केटा यार त्यो खान्छ नि खाल यस्ता चाउचा चोरहरू हुन्छ नि यहाँ ए मौकाको फाइदा उठाइसकेको नि भर्खर अब रिसिनु गाना अर्कै साला हेर्न दोस्रो गोल दियो टिम कौन है ये लोग कहां से आते हैं ये? के छ केटा सन्देश हो नि होइन मटर पुरो बोल काट्छ अनि हामीले आज टक्क भरपुर गराउनु दुईजनालाई हामी यसो यसो पारि त्यसको किटी भेट्न जानला हामीले मोटी मोटी यसो हेऱ्यो भने यसो कमेन्ट गर ल त्यही भएर चम्केर गरिदिन्छु बारे के गर्छु यस्तो झारे के अरे म के काम गर्छु अलिक बेला खाएँ मुक्नु खानु यो चाहिँ आर्मी क्याम हो तर मैले पारिदिएँ खासै देखाउनु भएन किनभने यो क्यामेरामा कैद गर्ने मान्दैन नि त्यहाँदेखि म घर छ यार पहिला यस्तै घर बनाउने यार सरकार अहिले यस्तो यस्तो गर्नुपर्छ भनेर बनाएको थियो के गर्ने यार अब यस्तो यस्तो छ है भरपुर गराउँछ चाहिँ यो लास्टै खटाउँ यार अघि त्यही हो त्यो फिस्टी र चाहिँ मुट्ने त को होला र यो घराइ भरतपुर ग्राउन्ड अब चाहिँ गाइज मलाई लाज लाग्छ मेरो खासै अब सोध्छन् कि अब सब्सक्राइबर कति छ भने सोध्छन् अब अनि अब सब्सक्राइबर कति छ भने त्यो मलाई नि भन्न पनि लाज लाग्छ त्यही भएर ल गाइज अहिले एकछिन चाहिँ भेट्दै गरौँ न बिच बाटोमा ल कस्तो फिस्टले किटी पायो मलाई बिर्स्यो यार फिस्टले किटी पायो मलाई बिर्स्यो गाइज यार त्यो सिक्ने मान्छेहरू आज बोल्नै आउँदैन के गर्ने होइन त्यो मलाई के र फिस्टी जस्तो भाषण कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी क्यों रनी Oh my God! Wait, क्यों रनी आज तक्कला देशवीर भाइले डरो रोइला हान्यो क्या तर भरपुर गराउनु भएन भन ओए यता आएर भन्न पुरै तातेको छ त्यो केटा अब नेपालको झन्डा नेपालको लागि माया चाहिँ हो कि फेरि यतिको माया चाहिँ हुनुपर्छ नेपालको लागि होइन सर हामी चाहिँ यस्तो गयौँ बिहामा यस्तो हुने रहेछ नि तर अरू नगरे नि तेरो बिहामा चाहिँ यतिकै चाहिँ गर्छस् नि केटा ढुक्क हो नि ल तेरो के अरे यो नभए चाहिँ खतरा गराउँछस् फिक्स गराउँछस् नि तेरो बिहामा बोलाउँछु बोलाउनुहोस् तेरो बिहामा बोलाउँछु बोलाउनुहोस् त किन किन भात मासु सकिन्छ के बोल्यो बाउ तिमी यार भात मासु सकिन्छ अरे म त्यस्तो भात मासु जेले खाने खालको छु रे हेर त यस्तो सिलिम छु त गाइज हेर त सिलिम पुरै तल डिङ मासु सिलिम होइन र म यसलाई पुरै भात मासु सकिन्छ हौ भनिन्छ डाइरेक्ट के हो र नि यस्तो अब के हो र यस्तो बाबु कहिले खाने बेसी भात मासु मेरो घरमा छैन के अरे कहिले खाने बेसी भात मासु मेरो घरमा छैन अति चाहते यार लगाइछ ए अब भिडियो धेरै छोटो भयो रमाइलो समाइलो गरेको टक्क हेरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला होइन अब त के भनेर यो भिडियोलाई ल भन् यो भिडियोलाई आम नेपाली दर्शक सामु
सेयर गरिदिनु होला विदेशमा तमाम विदेशमा बसिरहनुभएका दाजुभाइ दिदीबहिनीहरूले मेरो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्ने मेरो ठुलो आशा अनि अपेक्षा छ ओके गाइस थ्याङ्क यू फर वाचिङ